घर पहिला भएर दुःख गरेर हिर्काएको छोरी हो यो काठमाडौँ ठाउँमा घर घरमा काम गरेर पालेर हुर्काएको छोरी हो आउनीले तातो पानी खना गरे सबै हात रातै बनाएको थियो मम्मी हेर्नु न भनेर यस्तरी छोरी पनि रोयो आँखाभरि पिलिने आँसु म त अब बाँच्नु र मर्नुको के सम्भावना अब मेरो छोरी त्यस्तो छ अहिले पनि भिडियो छ मसँग बक्काइदा साथ भिडियो छ त्यस्तो भिडियो गर्दाखेरि आमाको कस्तो मन भयो होला हैन श्रीमान नमस्कार हामी यति बेला प्रहरी प्रभाग गङ्गाबुको चाहिँ बाहिरपट्टि बस पार्क एरियामा छौँ केही समय अगाडि मात्रै कुवेतमा चाहिँ मानव बेचबिखन गर्ने एकजना तस्करलाई चाहिँ राष्ट्रिय ट्रेड युनियन महासङ्घको पदाधिकारी लगायत टिम र पीडित दिदी अगाडि हुनुहुन्छ सबै टिमले चाहिँ उसलाई धेरै चाहिँ निगरानीमा राखेर समातेर प्रहरी समक्ष चाहिँ बुझाउन सफल भएको छ आज जो पीडित हुनुहुन्छ दिदी उहाँको चाहिँ आफन्त चाहिँ कुवेतमा हुनुहुन्छ उहाँ त्यो के कसरी कहिलेदेखि उहाँ पुऱ्यायो के भयो भन्ने विषयलाई लिएर यो विशेष कुराकानीलाई हामी अगाडि बढाउन चाहन्छौँ दिदी नमस्कार नमस्कार भाइ हजुरको शुभ नाम मेरो नाम सुकमाया लिम्बू घर कता दिदीको मेरो मोरङ आज एकजना चाहिँ दलाललाई समात्न सफल भयो हजुरको कुवेतमा को हुनुहुन्थ्यो हजुरले कसरी निवेदन दिनुभयो खास चाहिँ कुवेतमा हजुर को थियो मेरो एउटा फेसबुक मार्फतले एउटा मेरो साथीको नाम त के पो हो राधिका मुक्तान उहाँसँग मैले सम्पर्क गरेँ बहिनी मैले मेरो छोरी यस्तो यस्तो पिटेको एकदम हजुरको चाहिँ उहाँ पीडित हुनेको हजुरको छोरी मेरो छोरी हो आफ्नै छोरी मेरो कान्छी छोरी हजुरको कान्छी छोरी कुवेतमा हजुर कति समय अगाडि पठाउनु भएको थियो दिदी यो भन्दा अब 18-19 महिना भयो 19 महिना भयो को मार्फत पठाउनु भयो नि यहाँ काठमाडौँको दलाल मार्फत मैले पनि पठाएको त होइन तर कुन मार्फत गयो मलाई पनि थाहा भएन तर विवाह भएको छैन विवाह भएको छैन सल्लाह नगरी गएको सल्लाह त खासै सल्लाह पनि राम्रो भएको थिएन नजाऊ त्यो मेरो छोरीको पासपोर्ट देऊ भन्दा पनि दिएन होइन एउटा कुकुर हेर्नु मात्रै लान्छु लाने हो भन्ने कुरा गर्यो अर्को एजेन्टले होइन यिनीहरू 3 जना एजेन्ट छ 2 जना केटी छ भने 1 जना के छोरा मान्छेलाई त तपाईँहरूको टिमले होइन तपाईँहरूको टिम र पुलिसको टिम सबै टिमले एकदम खुसी लागेको छ मलाई आनन्द लागेको छ किनकि मैले 15 महिनाभन्दा अगाडिदेखिको रोएको होइन 15 महिना अगाडिदेखि मेरो छोरीले कुटाइ खाएको यस्तो कुटाइ खाएको थियो यो आमाले होइन आफ्नो जन्म दिएको आमाले कति पीडा भोग्यो होला म एकदम डिप्रेसनमा पनि छु होइन र हामी 3 जना आमा छोरीको जिन्दगी एकदम धरापमा छ एउटा छोरी मेरो दुबईमा छ दुबईमा पनि यस्तो भिडियो नपठाउनु मम्मी म कसरी काम गर्नु म के गरौँ मम्मी भनेर मलाई बारेकाल म मर्छु भनेर बारेकाल मेरो ठुलो छोरीले पनि फोन गर्छ होइन तपाईँहरूको टिमले एकदम त्यो मान्छेलाई पक्रिनु एकदम टाइममा पक्रिनु पाएँ एकदम खुसी छु म होइन एकदम आनन्द छु म खुसी लागेको छ होइन कसरी हुन्छ जसरी पनि मेरो छोरीलाई निकालिदिनुहोस् म त के भन्नु छु र होइन म त बोल्नु पनि खासै आउँदैन 60 सालको हो अब कति वर्ष पुग्यो 21 वर्ष पुग्यो होला 21 वर्ष भर्खर कलकलाउँदो उमेरमा अब कस्तो कलकलाउँदो उमेरमा त्यस्तो बेलामा हेर्नुहोस् तातो पानीले एकपल्ट हात सबै पिल्सेको थियो त्यतिखेर पनि दाइ मेरो छोरीलाई निकालिदिनु न कति पैसा लाग्छ बरु म मागेर भए पनि भिख म पनि एकल महिला हो होइन मेरो 2टा छोरी छ म एकल महिला हो अनि दाइ कति पैसा लाग्छ बरु जति ऋण खोजेर आयो मेरो छोरीलाई निकाल्छु भनेर भन्दाखेरि कुन ठाउँमा जान्छस् जा कुन पुलिस लिएर आउँछस् ले कुन ठाउँमा उजुर गर्छस् गर म तेरो केही पनि गर्न सक्दिनँ भनेर त्यही मान्छेले मलाई यस्तो हात हान्नु पनि खोज्यो होइन त्यो एकजना दाइ थियो छोरी मान्छेलाई हात लाउनु मिल्दैन भन्ने पनि भयो तर कति म कहाँ कुदेँ तर कहीँ पनि मैले न्याय पाइनँ तर तपाईँहरूको ठाउँमा जहाँ गएँ मैले न्याय पाएँ म एकदम खुसी छु एकदम आनन्द छु साउनीले तातो पानी खना गरे सबै हात रातै बनाएको थियो मम्मी हेर्नु न भनेर यस्तरी छोरी पनि रोयो आँखाभरि पिलिने आँसु म त अब बाँच्नु र मर्नुको के सम्भावना अब मेरो छोरी त्यस्तो छ अहिले पनि भिडियो छ मसँग बक्काइदा साथ भिडियो छ त्यस्तो भिडियो गर्दाखेरि आमाको कस्तो मन भयो होला होइन त्यो त सबैले जहिले पनि हो 3 महिना 4 महिना कन्टेकै छैन 3 महिना 4 महिना भइसक्यो मेरो छोरी कन्टेकै छैन सही जिउँदो छ कि मरेको छ मलाई केही थाहा छैन कि नबोलेको कति भयो दिदी अहिले 4 महिना भइसक्यो मेरो छोरी नबोलेको मसँग
यस्तो गरेर राखेको छ फर्किन्छ कि छोरी बाकसमा फर्किन्छ भन्ने हजुरलाई चाहिँ मलाई एकदम पिर छ म न रातमा सुत्छु न खान्छु न पिन्छु म केही छैन मेरो छोरी मात्रै आनन्दले राम्रो तरिकाले सलामत आओस् म यति मान्छु मैले दुःख गरेर हुर्काएको छोरी हो म पनि एकल महिला भएर दुःख गरेर हुर्काएको छोरी हो यो काठमाडौँ ठाउँमा घर घरमा काम गरेर पालेर हुर्काएको छोरी हो यस्तो छोरीलाई तपाईँहरूको टिमले यति खुसी लागेको छ मलाई होइन के भन्न चाहन्छु भने सबै जनताहरूलाई है यस्तो मेरो जस्तो छोरीको जस्तो जिन्दगी कसैको छोरीको नहोस् भनेर म दिनरात प्रार्थना पनि गर्छु किनकि मेरो छोरीले यति भोग्यो त अरूको छोरीले नभोगोस् धेरै रुनुभयो रोएर पनि खासै फाइदा छैन के छ छोरी कुवेत पुगे पछाडि कुनै दिन हजुरको खातामा पैसा के आयो कुनै आयो एक दुईपल्ट त आएको छैन होइन 2 महिना 3 महिनामा एकपल्ट पठाउने 4-5 महिनामा एकपल्ट पठाउने यिनीहरूसँग कन्ट्याक्ट यिनीहरूसँग झगडा गरेर गएपछि मात्रै मेरो छोरीले मलाई फोन गर्थ्यो के त्यस्तो त्यो बेलामा गर्यो सक्यो तर गर्दैन मोबाइलै दिँदैन अरे बाहिर फेरो मैले कति नानी बरु भागेर आइज नि त त्यहाँबाट भागेर आइज भनेर भन्दा पनि मम्मी म कसरी भाग्ने ताला लगाएको हुन्छ 2-3 ताला लगाएको हुन्छ पुरा भिडियोहरू हुन्छ कहाँबाट भाग्ने भन्छ मलाई एकदम होइन त्यस्तो भन्दाखेरि अहिले 15 महिनामा मैले यो मेरो छोरीलाई बेच्ने मान्छेलाई पक्रिनु पाएँ एकदम खुसी लागेको छ मलाई एकदम होइन मेरो छोरीले जति दुःख पाए तर अरूको छोरीहरूले दुःख नपाओस् यो छोरा मान्छेलाई चाहिँ एकदम कसरी कुन तरिकाले कारबाही चाहनुहुन्छ मलाई चाहिँ यो कारबाही यसलाई चाहिँ जस्तो मेरो छोरी जिउँदो आएछ भने पनि 25 वर्ष चाहिँ जेल लाउनुपर्छ यसलाई जसरी भए पनि मलाई दिन्छ कानुन मलाई दिन्छ भने म काट्दै अलिअलि खुन काट्दै खोर्सानी लाउँदै म यसलाई त्यसरी त्यो दिन्छु म किनकि मैले पीडा भोगेको छु नि त मैले मेरो छोरीको पीडा पनि मैले भोगेको छु आमा छोरी भनेको कस्तो हुन्छ भने मेरो 3 जना मेरो 2टा छोरी हो म आमा हो होइन मैले 18 वर्ष अगाडि नै मेरो श्रीमानसँग डिभोर्स भएको छोडेको हो म एकल महिला हो होइन मैले 2टा छोरीलाई दुःख गरेर हुर्काएर बढाएको एउटा छोरी दुबईमा छ त्यस्तै पीडा छैन उसको 22टाको सेप भएर गएको 22टाको सेप हो एयरपोर्टमा काम गर्छ उसको राम्रो छ केही छैन अस्ति भर्खर छुट्टीमा आएर गएको मम्मी मेरो बहिनी कति पैसामा बेचेको तिनीहरूलाई सोधिदिनु न म झुकास्छु भन्छ क्या मेरो नानीले तर पनि के गर्नु आज मलाई फोन गरेर बारेकाल पैसा माग्छ 1500 उताको डिनर 1500 दे भन्छ म कहाँबाट ल्याएर दिउँ मैले कोठा भाडा तिर्नु त मलाई गाह्रो हुन्छ मैले मेरो कोठा भाडा तिर्नु म बाँच्नु त गाह्रो हुन्छ मेरो त्यही दुबईको छोरीले पठायो भने खाने हो मैले होइन नत्र भने मसँग केही छैन म कहाँबाट ल्याएर दिनु अघि पनि मलाई फोन गर्दाखेरि के भन भने 600 ल्याऊ मलाई 600 डिनर कि लिनर हो कि कुवेतको पैसा 600 ले 600 केडी ल्याऊ तँलाई म भोलि नै तेरो छोरी झिकाइदिन्छु भन्ने पनि भन्यो होइन ठिकै छ मैले के भने म कहाँबाट ल्याउँ त यस्तो होइन एकदम पीडामा हुनुहुन्थ्यो आज चाहिँ मैले एकदम समात्न पाएर खुसी एकदम समयमा मैले त यो अहिले रोइरहनु भएछ यो चाहिँ दलाल समातेपछि खुसीको आँसु हो अझ पीडामा हुनु होइन म एकदम खुसीको आँसु हो किनकि म जस्तो पीडामा अरूको आमा नपरोस् भन्ने चाह छ मलाई पनि होइन अरू जति दुःखमा कष्टमा देश विदेशमा दुःख कष्टमा परेको छ भने उनीहरूलाई पनि होइन एकदम कसरी हुन्छ कुन तरिकाले हुन्छ तपाईँहरूले निकालिदिनुहोस् होला होइन मेरो छोरी जस्तो कति पीडामा छ त्यही एजेन्टले 2 जनालाई पढाएको छ अरे कतिको ढुक्क हुनुहुन्छ छोरी अब यो टिमसँग जोडिए म अब छोरी फर्किन्छ भन्ने कुरामा ढुक्क हुनुहुन्छ मलाई एकदम विश्वास छ एकदम मलाई विश्वास छ मेरो छोरी जिउँदै फर्किन्छ भने एकदम विश्वास छ मलाई हिजोदेखि मलाई एकदम विश्वास छ खाना नखाएको छोरीलाई सम्झेर भोकै सुतेको दिनरात रोएको दिनहरू कतिको भयो दिदी कुनै बेला मैले अझै 3 दिन खाना पनि खाएको छुइनँ मैले अघि नै हजुरहरूसँगै बसेर चिसो खाएको अहिलेसम्म मैले खाना पनि खाएको छैन मलाई खानै रुच्दैन 3 दिन भइसक्यो अहिले पनि खाना नखाएको अनि एकल महिला हुँदाखेरिको पीडा पनि हुन्छ होला अहिले छोरी हराउने त्यसै माथि एकल महिला हुनु एकल महिलाको पीडा एकल महिलामा मेरो सपना नसम्झाउनु धेरै पीडा पाएर धेरै माइतबाट पनि कहीँबाट पनि मैले खुसी पाइनँ
जताततै ठक्कर मात्रै भयो त्यति जिन्दगी। अब त मेरो छोरीहरू ठुलो भयो होला, अब त कमाउने भयो, अब त म खुसी हुन्छु होला भन्ने सोच थियो। तर छोरीको लास आउँछ भन्ने डर थियो मलाई। आजदेखि खुसी छु म, एकदम खुसी छु म। ठिक छ दिदी, अब हजुरको आँसु पनि रोकियोस्। अब हजुरको मनभरि धेरै पीडा छ। अब यो टिमलाई के भन्न चाहनुहुन्छ? अनि हजुरसँग जोडिने टिमको दाइहरूलाई पनि ल्याउँछु। हजुरलाई धेरै रुवाएर फिल्ममा चाहिँ उभ्याउन पनि चाहन्न, 3 दिनदेखि भोकै हुनुहुन्छ। के भन्नुहुन्छ यो टिमलाई? अनि म दाइहरूलाई पनि सँगै राख्नेछु। म एकदम है, जुन मैले उहाँहरूको मेरो दाइ हुनुहुन्छ, ठिक छ, उहाँहरूको टिमलाई म धेरै धेरै धन्यवाद मेरो मनदेखि। जति मैले जे गरेर सहयोग गर्नु सक्छु, मेरो मैले जति सहयोग गर्नु सक्छु म उहाँहरूलाई म त्यति सहयोग गर्ने छु होइन। ठिक छ। अर्को कुरा, हजुर चाहिँ हिजोबाट संस्थामा जोडिनु भयो, हजुर संस्थाको सदस्य पनि हुनुभयो। भोलि बिहान फेरि चाहिँ हजुरले पनि उद्धार गर्ने जमर्को मिलोस् होइन? होइन, म गर्छु। हामीले चाहिँ हजुरको छोरी, हाम्रो बहिनीलाई हामीले सकुशल नेपाल ल्याउन पाइयोस्, हामी भगवान्सँग पनि त्यो प्रार्थना गर्छौँ। ठिक छ, मैले चाहिँ फ्रेममा हाम्रो राख्दा हाम्रो टिमहरूलाई पनि एकचोटि चाहिँ फ्रेममा बोलाउँछु र थोरै सानो भलाकुसारी गरौँ है। सङ्घको संयुक्त पहल र विशेष गरी राष्ट्रिय ट्रेड युनियन महासङ्घको युवा अध्यक्षको नेतृत्वमा